हामी देख्दैछौँ बुटवल शहर नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने बुटवल शहरको मुख्य शहरतिर हामी प्रवेश गर्दैछौँ। महेन्द्र राजमार्गबाट हामी यति बेला बुटवलको सिद्धार्थ राजमार्ग तर्फ भैरवा जाने बाटो देख्दैछौँ। निकै सुन्दर शहर बुटवल यति बेला देख्दैछौँ हामी। महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्ग जोडिने ठाउँ राजमार्ग चौराहाको दृश्य हो यो। निकै सुन्दर बुटवल नगरी बुटवल उपमहानगरपालिकाको दृश्यहरू हामी देखिरहेका छौँ। उत्तरतर्फ निकै पर्वत श्रृङ्खलाले भरिएको छ र माथि आकाशमा बादल देख्न सक्छौँ। यो राजमार्ग चौराहा हो, चौराहाको दृश्य। पूर्व महेन्द्र राजमार्ग तथा काठमाडौँतिरबाट बुटवलमा मिसिने ठाउँ हामी देखेका थियौँ। यस्तै गरी हामी देख्दैछौँ यहाँनिर पश्चिम तर्फबाट बुटवल प्रवेश गर्ने अवस्था हामी देख्दैछौँ। यहाँनिर बुटवलको अत्यन्तै चर्चित नदी तिनाउ नदी हामी देख्दैछौँ। तिनाउ नदी फुलमा छौँ हामी त्यसलाई र उत्तरतर्फ हामी देख्न सक्छौँ हरियो वनले ढाकेको छ। बर्सातको समय भएका कारण यति बेला हामी देख्न सक्छौँ आकाशमा बादलले भरिएको छ। हामी मुख्य बुटवल शहरमा प्रवेश गर्दैछौँ पश्चिमतिरबाट। कोहलपुर बाँके हुँदै पश्चिम तर्फबाट बुटवल प्रवेश गर्ने अवस्थामा छौँ हामी यति बेला देख्न सक्छौँ। साह्रै सुन्दर शहर बुटवल र यो लुम्बिनी प्रदेशको राजधानी पनि थियो, तर यति बेला विभिन्न राजनीतिक कारणले गर्दा बुटवल शहर प्रदेश राजधानी नभएर यहाँबाट राजधानी सरिसकेको छ। तथापि यहाँको शहरीकरण निकै भव्य हामी देख्न सक्छौँ। 14 अञ्चल भएका बेलामा लुम्बिनी अञ्चलको अञ्चल सदरमुकाम पनि हो बुटवल। रूपन्देही जिल्लाको अत्यन्तै महत्त्वपूर्ण शहर व्यापारिक केन्द्र हो बुटवल। हाल बुटवल शहर बुटवल उपमहानगरपालिका हो र महानगरपालिका हुने दौरानमा रहेको हामी सहजै आकलन गर्न सक्छौँ। बुटवलको अत्यन्तै ठुलो हस्पिटल यति बेला प्रादेशिक हस्पिटल र यो सम्भवतः निकै भव्य अस्पतालका रूपमा यो हस्पिटल अगाडि बढाइँदैछ। हामी पुष्पलाल पार्क नेर छौँ यति बेला। यहाँबाट हामी देख्न सक्छौँ साह्रै सुन्दर बुटवललाई। पुष्पलाल पार्कबाट हामी अगाडि बढेर सिद्धार्थ राजमार्गतर्फ अगाडि बढेका छौँ। सम्भवतः सिद्धार्थ राजमार्ग पोखरा जाने बाटो। साह्रै सुन्दर शहर बुटवल। 6 लेन रोड छ यहाँनिर बुटवलमा। 6 लेन रोडले साह्रै सुन्दर सजिएको छ बुटवल।
र पूर्व पश्चिम उत्तर दक्षिण जताततैबाट यहाँ बटुलिने ठाउँ भएका कारण पनि यसको नाम बुटवल भएको किम्वदन्ती पनि हामी सुन्ने गरेका छौं। तथापि बुटवल नामकरणका सन्दर्भमा विभिन्न किसिमका किम्वदन्तीहरू रहेका छन्। साह्रै सुन्दर नगरी बुटवललाई हामी देख्दैछौँ यति बेला। 6 लेन रोडले सजिएको छ बुटवल। भैरहवा जानका लागि दक्षिणतर्फ लाग्ने गरिन्छ। पोखरा लाग्नका लागि उत्तरतर्फ लाग्ने गरिन्छ। कपिलवस्तु जानका लागि पश्चिमतर्फ र नारायणघाट बर्दघाट नारायणघाट जानका लागि पूर्वतर्फ लाग्ने गरिन्छ। पूर्व पश्चिम उत्तर दक्षिण अत्यन्तै सुन्दर हामी यहाँनिरबाट सिद्धार्थ राजमार्ग हुँदै पोखरा पाल्पा हुँदै स्याङ्जा पोखरा जाने बाटोको दृश्य देखिरहेका छौं। अत्यन्तै सुन्दर छ। दायाँ बायाँ हामी देख्न सक्छौं निकै ठूला ठूला भवनहरू छन्। साह्रै सुन्दर शहर हो बुटवल। तपाई बुटवल आउनु भएको छैन भने पक्कै पनि बुटवलको यो शहर लगायतका यस ठाउँमा निकै पर्यटकीय गन्तव्यहरू छन्। केबल कारहरू हामी थुप्रै ठाउँमा केबल कारको व्यवस्था गरिएको छ। धार्मिक स्थलहरू पनि रहेका छन्। धेरै धेरै पार्कहरू रहेका छन्। नेपालकै निकै प्रसिद्ध स्थल लुम्बिनीबाट पनि नजिकै रहेको छ बुटवल। यो दृश्य हामी देख्दैछौं। बुटवलबाट पाल्पातर्फ लाग्ने क्रममा अगाडि बढ्ने स्थल हो यो। तथापि यो बुटवल नै हो। निकै सजाइएको छ बुटवललाई। रात्रिकालीन समयमा निकै उज्यालो शहरका रूपमा बुटवललाई देख्न सकिन्छ। र नजिकै उत्तरतर्फ वन जंगलले ढाकिएको छ। हामी यहाँनिर देख्न सक्छौं बुटवल बहुमुखी क्याम्पसको नजिकमा छौं हामी। बुटवलको अत्यन्तै प्रसिद्ध क्याम्पस बुटवल बहुमुखी क्याम्पस हामी देख्दैछौं यहाँनिर।